नमस्ते एभ्रिवान। सो आज चाहिँ के हो तपाईहरुलाई थाहै नै होला, आज चाहिँ दशैं हो। सो ह्याप्पी दशैं एभ्रिवान। सो हाम्रो पनि यहाँनिर दशैंको चाहिँ रेडी हुँदैछ। मम्मी के भन्न चाहन्छ तपाई? हेलो, ह्याप्पी दशहरा सबैजनालाई। राम्रोसँगले तपाईहरु दशैं मनाउनुहोस् होला, हामी पनि मनाउँदैछौँ गाइस। लो पापा हेप्पी दशहरा सेम टु यु। सबैजना दुनियाँमा बस्नुभएको संसारभरि छरिएर बस्नुभएको नेपाली दाजुभाइलाई नयाँ दशैंको शुभकामना छ भन्दै दुई हात जोडेर सबैजना खुसीसँगले दशैं मनाउनु होला। जसको छैन उहाँले पनि मनभित्र दुःख नलिएर खुसी नै रहनु होला। सो यहाँ चाहिँ हाम्रो दशैंको चाहिँ रेडी हुँदैछ टिकाहरूको लागि। आज चाहिँ साइड चाहिँ ढिलो छ अरे 12 बजी, त्यही भएर चाहिँ हामी चाहिँ ढिलो 11:30 12 चाहिँ बज्न आँट्यो। सो नाना तिमी के भन्छ? उसको अझै रेडी भएकै छैन हो। सो यो चाहिँ हो मेरो आजको आउटफिट। चढायो, सबै चढाइसक्यो। ल है मेरो बुढीले सधैँभरि मलाई मान्न आउनु। मान्नु पाउन सधैँभरिको दशैंमा सालुङ्गे सालुङ्गे मानेर श्रीमानको इज्जत गर्नु सिक्नु, सधैँ सेवा गर्नु। मुखतिर झार्थ्यो, मुखमा कहाँ झरेको दानै त्यस्तै बनेको छ टिका त। सधैँभरि खुसी रहनु मेरो बुढी, दुःख कहिले नरहनु दुखी। ल हाँस्नु हुँदैन नि, यो खुट्टा ढोका स्योर पुरा ढोक्नुपर्छ। अब आजको दिन त ढोक्नै पर्छ। के गरे मुनि नै ढोकाएर छोड्छु म। अब भाग्यमानी हुनु। ल त्यो मुखको पुछ दाइज पूजाजी पुस्ने थियो त खै हो। म त लुगा पनि ल्याउनु पर्छ छैन ओछौ कि एउटा यस्तो ल है मेरो छोरीलाई रोग कष्टले हरण गर्नु, सधैँभरि पढालेखा हुनु, ठुलो मान्छे बन्नु, सोचेको चिज पुरा होस् मेरो छोरीको। किन भन्दैन है त्यस्तो छ। आमा बाउलाई पुज्नु आओस्, जहाँ बसे पनि जे गरे पनि सोचेको कुराहरू पुरा होस्, आफूले सोचेको बिजनेसमा राम्रो काम गरोस्, फलोस्। तर यो टिका चाहिँ भएन रहेछ, यो बनाउने मान्छे देखिनु पनि राम्रो लाग्यो। हालेको चिनी बाङ्गै भएको बाङ्गो होइन हौ, झर्दैछ भयो त। क्या बोली? कुछ नहीं बोली, मुझे प्यार भरा इसलिए बातें तो मतलब रील्स बना लाए थे, इसलिए तो उठाए थे। और जोड़े से कहाँ जाने को? अब फ्याँकिहाल्ने जमाएर चाहिँ मेरे हिसाब में तो मलाई गर्दैन पेटिएम। ल ल कोई चोपड़े है चोपड़े। ल तेरो यस्तै भयो। ल देखिस् मेरे हिसाब में तो ऑनलाइन कर दिने नि पैसा। खालि पैसाको कुरा गर्छ है न फेरि। तेरी का लाइज पिया। ल मेरो छोरीले सोचेको कुरोहरू चाहिँ पुरा होस्, मजासँगले लाइफ सुधारोस् मेरो छोरीले। जिन्दगीमा चाहिँ मजासँगले गरी खानु, बाबाआमाको नाक उच्चा गरेर। अरू चाहिँ के भन्ने। सेताको पनि कम्ती छ जमाहरू पनि। ल पक्रिस रातै लाग्यो। खै त अब यो कहाँ लाग्यो नि? पुरा ल नानी आइजान्छ ढिलो भयो। मेरो फोनबाट पनि बनाउनु। हेलो हिरोइन कहाँ जान आँटे हिरोइन? कहीं होइन रील्स बनाउन लाए थे। खै फोन चाहिँ कहाँ छ नि अन्त?
जाने कहाँ कोही छैन त कहाँ जाने हो र ज्वाइँ चाहिँ सब काममा गएको छ ए अरू गोजी बाजेहरू सर्कल गएछ टिका लगाउने भोलिसँग सानो मामाहरू पनि गएको पिया छोडी त्यहाँबाट यो झुम्का त उहाँ छ यो मेरो मेरुनवाला झुम्का तेरै होला भन लगाएर अन्त मेरो यहाँ फाइदा आएको त भन्दैछ तपाईँले आमा छोरी तिनजना त हामीले किनेको सुट त अनि प्रियङ्का किन्ने मात्रै गएको भनेको होइन खै आमा चाहिँको सुट त्यही लु आमा लगाऊ सिटी लु किनेन भन्छ जानुपर्छ पर फेरि सुट के तले त सोल्किनीबाट मागेर ल्याइस् के हो किन उसको यो दुनियाँमा चाहिँ उसकै मात्रै छ क्या एउटा के छ अझ यस्तै किन कुर्ता अस्ति सेम लगाएको थियो त हामी घुम्नु उसले मात्रै लगायो होला दुनियाँले मान्छ त्यही त करोडौँ लुगा बनेको हुन्छ एउटा मात्रै हुन्छ क्या लुगा चाहिँ निस्का गएर अर्कोले त ट्यागसँगै लगाएर हिँड्दै रहेछ लुगा त ट्याग पनि ननिकाले के भयो ठिक है मलाई त अचम्म लाग्यो त रहेछ जाला त रहेछ रातो त छैन चिनी केराहरू हालेको झन् लाग्यो टाँसिएको छैन बिहा कसरी प्रियङ्का कत्रो कत्रो भन्छ प्रियङ्काले जितेछ बिहालाई पनि म जत्रो थिएँ त्यत्रै छु लु 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 अर्को चाहिँ अर्को चाहिँ यसले चाहिँ लगाइदिएको छैन त्यो प्रियङ्कालाई जमारा चाहिँ थिएन यो के हो जमारा त त्यति लाउनु पर्थ्यो ज्यादा लगाउनु हुँदैन अहिले यहाँ क्लिप सानो उयो गर्नु नि भन क्लिपमा लगाउनु नि एकजना त त्यति जमारा लाउँछ नेपालको रहेछ हुन्छ नि त तिनीहरूको यो त छोपेको भन्छ होला ज्यादा यसले त भन्ने हामीले चाहिँ घरमा चाहिँ लगाइसके सो अब चाहिँ हामी जाने पर बोजूहरूमा जाने हामी चाहिँ गएको पर बोजूहरूकोमा आऊ न हौ बुझाइदिनु छिटो तिमी बिना म जानै सक्दिनँ हिँड्नै सक्दिनँ खै ल्याउ न अघिको त्यो टेबलमै छ दैलोको छेउमै त त्यो हामी चाहिँ गएर तपाईँहरूलाई देखाउँछु बोजूहरूको घरमा कति घर त जानुपर्छ भोक पनि लाग्दैछ धन्न पानी चाहिँ परेन है हो पानी परेको भने त बिजोग हुन्थ्यो नि हाम्रो बोजूको घर जाउ थालेर तिमी त्यही छ कोही छैन रहेछ धन्यवाद यो चाहिँ बोजूहरूको घर हो यहाँबाट चाहिँ तपाईँ पनि देख्छ बोजूहरूकोमा चाहिँ यस्तो रहेछ कलर बोजूहरूकोमा टिका यो चाहिँ हामीलाई खुसी लियो यसरी दिन्छ आज यो के भन्छ भाइ के को सन्देश थियो मैले बोजूहरूलाई नातिहरूको यस्तो खालको सहरको कता के भयो कसलाई के भयो के भन्यो नि यस्तो चाहिँ हाम्रो कोसेली हुन्छ त्यस्तै हो त लामै पेन्ट चाहिँ बोजू हाम्रो फोड पारेर लगाउने के भयो त ऊ आउनु टिका लाउनु भन्छु यो आइहाल्ला न आउँदैन अरे म एक्लै हुन्छु अब अर्को खोजेर ल्याउ त्यसो खोजा खोजा अर्को हुने हामी नहुने त नहुने मेरो काका तपाईँ चाहिँ के भन्नु चाहनुहुन्छ हेलो एभ्रिवान ह्यापी दसैँ मेरो काका हो हेलो विवेक ब्रो के छ अन्त घर आएर जाओस् राम्रो होस् न दुर्गाको प्रसाद
अब त हुँदैन अरे छैन अरे बिमारहरू पनि भन्ने हो के अन्त झन् राम्रै पैसा त हाम्रो मिङ्गती त अन्त ओइ एबी 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 त्यही त भनेको त ओके बाई बाई दुईजनालाई लगिसु नि त ल बिजी छौँ नि ओहो को हो फेरि यो यहाँ फेरि अर्को आएछ ब्यागी फुल ब्यागमा दुईजना त के हो अन्त बेगी बेगी भइरहेछ देख न यसको यो चाहिँ आउटफिट त्यही भएर त किन कर्ली देख्छ भन्दैछ त कर्ली गर्छ कपाल त्यस्तै हो होइन है भाइ यस्तो राम्रो भएर भोलि गएर भोलि आउँछ होइन भोलि जान्छ कि आज जान्छ पर्सिको दिन हामी उ भयो भने नि बराबर एकछिन घरतिर उ गर्नु भन्न नि त यसो सबैजनालाई ह्याप्पी दसैँ भन्नु होला न अब खानुपर्छ भोक लागिसक्यो सबलाई एकैचोटि लगाइदिन्छु ल कहाँ हट्ट। उयो गर्नु खै छोड त बहिनी मेरो माइली तँ यहाँ गएर बस साइली चाहिँ राम्रोसँगले ओइ पढ्नु त सकिस् छोडिस् नि है अब के काम गर्छस् राम्रोसँगले काम गर्नु राम्रो पाओस् काम धन्दाहरू बाबुआमाको इज्जत राखेर बस्नु ल अहिले कान्छी पनि यता ठ्याक स्यास पारिदिइहाल्छु आफ्नो व्यवस्था आफै गरिदिँदो रहेछ नि त सबै टिकाकोदेखि कान्छी चाहिँ राम्रो पढेर चाहिँ के हुन्छस् भन्दा के हुने उयो खाना खाइकन जान्छ यहाँबाट अब खाना खाना त कहीँ बनाउनु लगाएको छ नि यही खाने भने सबैले यहीँ बनाएर टाइम लाग्छ त अन्त यहाँ अब सक्यो त अन्त यति त कहाँ पर पनि निस्किँदा म त यहीँ खान्छु कहाँ चाहिँ जाने अरू यहाँ छोडेर चाहिँ अब त्यही त आज चाहिँ उतापट्टिको मात्रै हाम्रो त्यहाँ अहिले एकछिन त्यो पशुपति गएको छ भाइ त्यहाँ आइपुग्छ कि त्यही त हामी नगएको आज नै त आज खाना खाएर आउँदै गरेर हामी अब सँगै खाने नि के लिएन अब मजाले मसेर खानुपर्छ खाना खाना टेकको केटी हो बस्नु अन्त हुन्छ सुन्नु सेठी यसमा हालेर वेलकम पत्रिका नयाँ भातले न तिनीहरूको आफन्त केमा प्लेट प्लेट दिनु कि चम्चीले केमा खाने हौ कति खान्छ हालेर खाँदा भयो तपाईँहरूलाई भनेको होला बाउहरू ए हामी चाहिँ पर बोजूहरूकोमा गएर आएँ सो आज चाहिँ अब चाहिँ हामी अर्को बोजूहरूकोमा जाँदैछु टिका चाहिँ डल्लै झरिसक्यो एउटा पनि छैन सेतो टिका लगाइदिएछ बाजेले बडाले त्यो पनि अब अर्को जाँदैछु भरे चाहिँ तपाईँहरूलाई देखाउँछु ल मेरो पैसा चाहिँ कति भयो भनेर हेर्दै गर्नुहोस् ल हामी चाहिँ बजार जाँदैछौँ फेरि तल नै बडाकोमा जानुपर्छ टिका लाउनु हो मिठाईहरू सक्यो अन्त किन्नुको लागि चाहिँ जाँदैछौँ
फोटो खिचेर डाइस खेलाउँदो रहेछ दसैँको खतरा रहेछ त दसैँको टिकाको त हे गाइस हामी चाहिँ घर आइपुगिसके आज चाहिँ सो आजको लागि यति नै होप तपाईहरुलाई भिडियो मन पर्छ होला मन परेपछि लाइक कमेन्ट शेयर गरिदिनुस् होला अनि फलो पनि गर्नु होला थ्यांक यू फर वाचिङ बाइ बाइ अब भोलि चाहिँ हामी मामा घर जान्छु र त्यहाँको भिडियो म तपाईहरुलाई देखाउने छु हेर्दै गर्नुस् होला